अब हुँदा हुँदा घन्टे ग्याङको मालिकहरूले हामी साउदी दुबई कतार मलेसिया बहराइन कुवेत बस्ने हामी श्रमिक दाजुभाइ दिदीबहिनीलाई हार गुहार गर्दै रहेछ र भन्दै रहेछ, लौ न दाजुभाइ दिदीबहिनीहरू तपाईँहरूले आफ्नो आफ्नो घरमा फोन गरेर बुवा आमालाई भनिदिनु पर्यो कि यसपालिको भोट चाहिँ घन्टीमै हाल्नु, नत्र भनेदेखि तपाईँहरूले पाउँदै गरेको हाम्रो मासिक सेलेरी चाहिँ अब बन्द गरिदिन्छौँ भनेर भनिदिनु रे। कस्तो अचम्मको कुरा, खोइ मामाजी एकछिन सर्नु, यसलाई थुक्नु पर्यो थुक्का। हामीले मरी दुःख गरेको कमाइ आफ्नो बाबाआमालाई दिन पनि तँलाई भोट हाल्नुपर्ने? तँलाई भोट चाहिने रहेछ त। 79 सालमा जितेर होइन त्यो भन्दै थिइस् त, उता विदेशतिरबाट चाहिँ नेपालीहरू ल्याउँछु काम दिन्छु भन्दै थियो। दिस कतिजना दिस हो तिनीहरूलाई हाल भन्नु नि भोट। ल त्यसलाई त भएन लो। जितिसकेपछि साउदी दुबई कतार मलेसिया बहराइन कुवेतमा होइन झोला बोकेर जाँदै गरेको युवायुवतीलाई रोकेको भए पनि त पाउँथे नि। रोकिस्? कतिजना रोकेर राखेको छस्? तिनीहरूलाई भोट माग्न त। उल्टो गृहमन्त्री बनिटा पलेर एमाले काङ्ग्रेससँग मिलेर नेपाली युवतीलाई खाडीमा बेच्ने, अझ भएन अमेरिकामा अनागरिक बनाएर बेच्ने काम गरिस् होइन, फाइदा खाइस्। अनि अहिले तँलाई भोट चाहियो? हेर्न नेपाली दाजुभाइ दिदीबहिनीहरू, मान्छेको अनुहार हेरेर होइन, मान्छेको के हेरेर चाहिँ होइन, जात सात एकदम बगडम के हेरेर चाहिँ भोट नहाल्नु है। यो कुरा पनि सम्झिनुपर्छ तपाईँहरूले है, यो कुरा पनि सम्झिनुपर्छ। बिचारा भनेर भन्ने होइन, कोही त गरेको छ त्यो हाम्रो मत फिर्ता गरोस् न त। 79 सालको लगेर त्यहाँ जेलमा लगेर सडाएन? कति सडायो? काहीँ मात्रै एउटा काम गरेको देखाउनु पर्यो। हामीले चाहिँ यहाँनिर चाहिँ यत्रो ठुलो चाहिँ होइन सहर बनायौँ अथवा यो चाहिँ यो विकास एउटा कल कारखाना खोल्यौँ होइन, यस्तो गऱ्यौँ, तिमीहरूले यो सुविधा दियो भनेर भन्नुहोस् होइन, देखोस् न जनताले पनि। यतिजना युवतीले चाहिँ हामी विदेश जानबाट चाहिँ रोकेर यहाँनिर चाहिँ होइन श्रममा लगाएको छ, अथवा श्रममा लगाएकै भनौँ न, कम्पनी खोलेर काममा लगाएको छ भन्ने एउटा श्रम नै देखाओस् न त। लो हामी बल्ल अनि हामी पनि एपिसोड गर्छौँ, ग्रेट सल्युट गर्छौँ भनेको मान्छौँ, काम चाहिँ नगर्ने। अनि त्यहाँबाट के अरे चुनावै पछि भोट चाहिँ तँलाई हाल्नुपर्ने? हेर्नु दाजुभाइ दिदीबहिनीहरू, गल्ती नगर्नु होला है, गल्ती नगर्नु होला। कुनै दिन राम्रो थियो पत्याएको पनि हो गर्ला कि भनेर होइन भाषणमा, तर भाषणले काम नगर्ने रहेछ त्यो त थाहा पायो नि तपाईँहरूले होइन। त्यस भएर दाई भनेर पछि नलाग्नु होला। म चाहिँ त्यो भन्ने बेलामा त्यहाँ भएको भए नि यो गुइठीहरूलाई त्यो टुडी खेलको चौरमा राखेर घुमाएर हान्ने किक होइन, म चाहिँ गाई किक हान्थ्यो क्या। गाई किक कसम गाई किक हानेरलाई ठाउँको ठाउँ बनाइदिन्थ्यो। तपाईँहरू सोध्नु होला गाई किक कस्तो हुन्छ भनेर। गाई किक भने चाहिँ त्यो गाईलाई दुँदै गरेर तर्सिने गाई हुन्छ नि, हो त्यसले हान्ने किक हो क्या। अनि यसले चाहिँ के हामीलाई गाई नै सोचेको दुना गाई जस्तो हेरिबस्। गाई किक कस्तो हुन्छ भने म देखाइदिन्छु यसलाई। गाई किक भनेको दुँदै गर्दाखेरि होइन तर्सिने गाईले हान्ने किक कस्तो हुन्छ भने यस्तो हुन्छ कि, यस्तो किक हुन्छ, बुझिस्? यस्तो किक हुन्छ नि। हो यो भेटिसकेपछि नि तेरो होइन, तेरो कहाँ करङ कोखा तेरो मुटुमा कहाँ भेट्छ नि, त्यतिखेर हानेको बेलामा मात्रै थाहा हुन्छ। अहिले यहीँ भनेर चाहिँ भन्न सकिँदैन, त्यो हान्ने बेलामा कहाँनिर पुग्छ भन्ने थाहा हुँदैन, ठेगान हुँदैन। तर जहाँ भेट्यो त्यहीँ धुलो पर्छ महाकसम। यति कुरो चाहिँ ग्यारेन्टी हो, नपत्याएको होला होइन महाकसम। लो दाजुभाइ दिदीबहिनीहरू, म त ठोक्दिएँ जेसुकै होस्, फैलाइदिनुपर्छ। भोट माग्ने भन्नुपर्ने, त्यसलाई भोट हाल्नुपर्ने रे, हामीले कमाएको पैसा पठाउनु होला, यस्तो पनि हुन्छ? तेरि गएर पारा पो तात्दैन के पागल हो? म पागल हो?